हेलो साथीहरू, हजुरहरूलाई वेलकम छ मेरो सानो मिनी भ्लगमा। आज दिनमा गइरहेको भिडियो देखाउँदैछु, अन्तिमसम्म हेरेर सक्दिनु होला साथीहरू। लिबाङको भ्यू यसरी देख्न सक्नुहुन्छ। अनि के साथीहरू, हजुरहरू श्रावण लागिसकेपछि कहाँ घुम्न जानुभयो? हामी चाहिँ कहीँ जान पाएको थिएनौँ होइन। साथीहरू पनि कहाँ गए। हामी क्याम्पसका साथीहरू बचेको भनेको यति हामी 4 जना मात्र थियौँ होइन। अनि त्यही भएर हामी चाहिँ आज जाऊँ न त घुम्न। अनि साथीहरू को कता गए, हामी यतिसम्म जाऊँ न त भनेर हामी खानेकुराहरू लगेर जाँदैछौँ साथीहरू। अनि के अघि चाहिँ हामी यसरी कुदेका थियौँ नि, सर्प देखेर कुदेका थियौँ कि पहाड चढ्दै यसरी चाहिँ डेस्टिनेसनमा पुगिसक्यौँ। हामीले चाहिँ यसरी त्यहाँको नेचुरल भ्यूको हामीले मजा लिइरहेका थियौँ साथीहरू गफ गर्दै होइन। यस्तो राम्रो थियो होइन, हराभरा। त्यही भएर हामीले त्यसलाई कतै चटपटे बनाउँदै थिएँ मेरो साथीहरूले। मैले चाहिँ भिडियो बनाउँदै थिएँ, देख्न सक्नुहुन्छ। मौसमले पनि च्यालेन्ज हानिरहेको थियो। अनि हामीले टिकटक बनायौँ, रमाइलो गऱ्यौँ, गफगाफ गऱ्यौँ। अनि हजुरहरूलाई भिडियो कस्तो लाग्यो अन्तिमसम्म हेरेर। मैले चाहिँ जानी नजानी यति बनाएको छु होइन। अनि हजुरहरूले साथ सपोर्ट दिएपछि मैले यस्तै भिडियोहरू लिएर आउने छु। अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धेरै धेरै धन्यवाद। हजुरहरूलाई हामी 4 जनाको मध्येमा कसको नाचो एकदम राम्रो लाग्यो कमेन्ट गरिदिनु होला साथीहरू। यसरी अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद।